जय मसी आज चाहिँ बीबीएस डे 2 अनि यति बेला मसँग पास्टर नियामा त्रिसा हुनुहुन्छ। जय मसी। तपाईको लागि मेरो प्रश्न चाहिँ के छ भने यो बीबीएसमा चाहिँ तपाईले के देख्दै हुनुहुन्छ नानीहरुको बीचमा? धन्यवाद छिरिङ बहिनी प्रश्नको लागि। मैले भन्दाखेरि VBS हामीसँग अहिले यो 3-4 वर्ष हो, तर म आफै आएर देखेको चाहिँ फर्स्ट टाइम हो। अनि मैले चाहिँ फर्स्ट टाइम आएर देख्दाखेरि केले चाहिँ मलाई इम्प्रेसिभ बनायो भन्दाखेरि चाहिँ नानीहरू जो छ हाम्रोमा भाइ बहिनी नानी बाबुहरू उनीहरू अगाडि बढ्नु नसक्नेहरू छ, तर उनीहरू आफ्नै सर्कलको आफ्नै एज ग्रुपकोसँग चाहिँ कम्फर्टेबल देखे। अनि जहाँ कि चर्चमा उनीहरू अगाडि लिड गर्नु अगाडि देखिनु चाहँदैन, उनीहरूलाई शरम छ, तर यहाँनिर चाहिँ यति साह्रो फ्री भएर आफ्नै एज ग्रुपमा लिड गरिरहेको देखेँ। अनि त्यसले चाहिँ मलाई धेरै प्रभाव बनायो अनि खुसी पनि लागेको छ। है अर्को प्रश्न म तपाईँलाई सोध्न चाहन्छु कि बीबीएस चाहिँ हाम्रो नेपाली कम्युनिटीको नानीहरूलाई चाहिँ कतिको महत्त्वपूर्ण छ तपाईँले भनिदिनुहोस्। एकदमै महत्त्वपूर्ण मैले थाहा पाएँ। उनीहरूले के मात्रै हैन, उनीहरूले चर्च जान्छ, सन्डे स्कुलमा हाम्रो प्रोग्रामहरू छ, तर त्यहाँनिर चाहिँ एउटा करिकुलम हिसाबले जान्छ भने यहाँनिर चाहिँ के रहेछ भने उनीहरू खेल्दै पनि रहेछ, मजा पनि गरिरहेको छ, फन टाइम पनि भइरहेको छ। एट द सेम टाइम हु इज जिजस, हि इज द ओन्ली, येशू को हुनुहुन्छ, बाटो सत्य र जीवन भन्ने कुराहरू पनि योपालिको थेम त्यही रहेछ, बुझिरहेको देखेर मलाई चाहिँ एकदमै खुसी लाग्यो। अनि त्यो कुरामा चाहिँ म एकदमै खुसी लागेँ।